नमस्कार अनि स्वागत छ यहाँहरू सम्पूर्णलाई। आजको भिडियोमा हामी डिम्याट खाता भनेको के हो र डिम्याट खाता खोल्नको लागि के गर्न सकिन्छ, के आवश्यकता पर्छ भन्ने बारेमा कुराकानी गर्न जानेछौँ। तपाईँ पनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। डिम्याट अकाउन्ट भन्नाले कुनै पनि सेयर, डिबेन्चर, म्युचुअल फन्ड जस्ता सिक्युरिटिजहरूलाई कागजी रूपमा नभइकन डिजिटल रूपमा राख्ने एउटा खाता भनेर बुझिन्छ। सामान्यतया डिम्याट खाता खोल्नको लागि तपाईँले नजिकैको कुनै पनि ब्याङ्कमा गएर आफ्नो खाता खोलिसके पश्चात नागरिकताको फोटोकपी, आफ्नो 2 प्रति फोटो लगेर तपाईँले डिम्याट खाता खोल्न सक्नुहुनेछ। अझ सरल भाषामा भन्ने हो भने बैङ्क खाता भन्नाले पैसा राख्ने खाता भनेर बुझिन्छ भने डिम्याट खातालाई चाहिँ सेयर राख्ने खाता भनेर पनि बुझिन्छ। र नेपालमा डिम्याट खाता खोल्नेको सङ्ख्या पछिल्लो 2 महिनामा उल्लेखनीय रूपमा बढेको पाइन्छ। पछिल्लो 2 महिनामा मात्रै 1,31,375 जनाले थप नयाँ डिम्याट खोल्नुभएको छ भने त्योसँगै नेपालमा जम्मा डिम्याट खाता 73,34,890 पुगेको भन्ने तथ्याङ्क रहेको छ। यदि तपाईँले पनि डिम्याट खाता खोल्नु भएको छैन, तपाईँको परिवारमा कसैको बाँकी छ भने चाहिँ सजिलैसँग डिम्याट खोल्न सक्नुहुनेछ। यसको लागि चाहिँ ब्याङ्कमा 50 रुपियाँदेखि 100 रुपियाँसम्म चाहिँ डिम्याटको शुल्क लाग्छ। कुनै ब्याङ्कले चाहिँ त्यो पनि नलिने पनि ब्याङ्कको नियमअनुसार हुन्छ भने